लाइन लाएर बस्नु भन्नु न। यो साइडको मान्छेहरू साइडमा जानु पर्ने हो। आदरणीय न्यायप्रेमी जनसमुदायहरू तथा कमरेडहरू, हाम्रो सामु गणतन्त्रका पिता हाम्रा पार्टीका अध्यक्ष सिमरामा जितपुर सिमरामा हामीले उहाँलाई स्वागत गर्न गइरहेका छौँ र हामीले आजका दिनबाट हामी चाहिँ यो स्थगित भएको मधेसको चाहिँ मञ्चबाट अघिल्लिन हुन पछाडिपट्टि चाहिँ बसिदिन हुन हार्दिक अनुरोध गर्दछु। साथै हाम्रो पार्टीका आदरणीय न्यायप्रेमी जनसमुदायहरू, हामी आज स्वागत कार्यक्रम यस जितपुर सिमरा उपमहानगरपालिकाले तराई मधेस जागरण अभियानका सिलसिलामा अध्यक्ष कमरेडको हाम्रो ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। साथै हाम्रो पार्टीका अलि पछाडि गरौँ साथीहरु, लौ न भएन यार। प्रचण्डलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो अध्यक्ष कमरेड प्रचण्डलाई स्वागत गर्न गइराख्नु भएको छ। हामीले देखिरहेका छौँ, उहाँले स्वागत गर्नु भएको छ र हाम्रो पार्टीका कमान्डर हार्दिक अनुरोध गर्दछु। भोलि दिनभरि हामी 12 जिल्लामा नै हुन्छौँ। विभिन्न जनताका कुरा सुन्ने, बुद्धिजीवीका कुरा सुन्ने, नागरिक समाजका कुरा सुन्ने, किसानका, शहीद परिवारका, बेपत्ता योद्धा परिवार सबैका कुरा सुनेपछि त्यसको मजबुत सारांश निकालेर अनि काठमाडौँमा प्रतिनिधि सभामा पनि लएर चाहिँ त्यहाँ राम्रोसँग स्थापित गर्ने, राष्ट्रिय रूपमा पनि स्थापित गर्ने कुरा छ। 15 गते तपाईहरु पनि ठुलो संख्यामा काठमाडौँ आउनु होला भन्ने अपिल गर्दै